अहिलेसम्म बन्दीपुर जानु भएको छैन भने यु आर मिसिङ आउट। 2500 मा जान आउन बस्न पनि भ्याउँदो रहेछ, तर अलिकति बजेटको चाहिँ ध्यान राख्नुपर्छ। सो म अस्ति बन्दीपुर गएको थिएँ। हुन त म 4 महिना अगाडि मेरो साथीहरूसँग गएको थिएँ। दिस टाइम आई टुक माई पेरेन्ट्स। पोखराबाट दुम्रे भन्ने ठाउँसम्म हामीलाई 400 रुपिज लियो। अनि त्यहाँबाट चाहिँ हामीले लोकल बस लियौँ, 70 रुपिज लियो। त्यहाँबाट वी स्टेड इन दिस होटल। भ्यू देखिने रुमको 3000, भ्यू नदेखिने रुमको 25,000 रहेछ। अनि खाना पनि यही अगाडि ब्रेकफास्ट यो छेउको पसलमा खाएको हो हामीले। सेलरोटी यति मिठो थियो, हामीले प्याक गरेर घर पनि लिएर आयौँ। हुन त एकै दिनमा घुमेर आउन भ्याउँछ, तर आई सजेस्ट एक दिन बस्नु, 2 days 1 night को ट्रिप गर्नु, किनभने बेलुका त्यहाँ यति रमाइलो हुन्छ। सबै भेन्डर्सहरूले आफ्नो पसलको छेउमा बेन्चहरू हालिदिनुहुन्छ अनि सबैजना बाहिर बसेर खाइरहेको हुन्छ। अल्सो बन्दीपुर भनेर यो मेन लेन मात्र नघुम्नु, भित्रभित्र पनि जानु एकदमै रमाइलो छ। नाउ आफ्टर टेकिङ ब्युटिफुल फोटोज एन्ड भिडियोज, नेक्स्ट डे 700 को ट्याक्सीले तपाईँलाई दुम्रे भन्ने ठाउँसम्म पुर्याइदिन्छ। अनि त्यहाँबाट 700 800 मा काठमाडौँ आउने गाडी चढेर काठमाडौँ आउनु।